शहीद कृष्ण सुब्बा पार्किङ वाहन पार्किङ यो चाहिँ ठिक गभर्मेन्ट कलेज दार्जिलिङ गभर्मेन्ट कलेजको अगाडिपट्टि छ। यो चाहिँ 3-4 तला छ, म तपाईँहरूलाई देखाउने छु। यसरी 2-3 तला छ। यस्तो छ यहाँको पार्किङ चाहिँ है। अनि यहाँदेखि तल चाहिँ धेरै गाउँहरू छ, तर वेदर क्लियर नभएको कारणले गर्दा देखाउन सकिनँ। यस्तो छ अहिले बर्खा मासमा चाहिँ। यसरी 2-3 तला मुनिसम्म छ यो पार्किङ। तपाईँहरूलाई दार्जिलिङ आउँदाखेरि गाडी राख्ने ठाउँ असुविधा भयो तपाईँहरू यहाँ आएर पार्किङ गर्न सक्नुहुन्छ। पे पार्किङ हो, तपाईँहरूले घन्टाको हिसाबमा राख्नुहोला। घन्टाको हिसाबमा पार्क गर्न सक्नुहुन्छ। यो चाहिँ इन्ट्री पोइन्ट हो। यहाँ चाहिँ इन्ट्री गर्ने र एक्जिट गर्ने एउटै छ। अनि यो बाटो चाहिँ कहाँ भन्नुहुन्छ भने यो ठिक अब गभर्मेन्ट कलेज अघि पनि बताएँ भने तपाईँहरूलाई गभर्मेन्ट कलेजको गेटको अगाडि हो। अनि यो यताबाट चाहिँ तपाईँको सिंहमारी, लेबुङ, जामुने, बिजनबारी जाने गर्दछ। अनि ठिक तपाईँहरूको यो दाहिनेपट्टिबाट चाहिँ बदर साइडबाट गाडीहरू आउने गर्दछ। अनि यहीँनिर छ तपाईँहरूको पार्किङ है। र यस पार्किङको नाम चाहिँ छ शहीद कृष्ण सुब्बा। हस् त सबैजनालाई बाई बाई भन्न चाहन्छु। पानी परिरहेको छ अनि तपाईँहरूलाई यही एउटा जानकारी लिएर आएको हो। त्यो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा तपाईँहरूलाई धन्यवाद। के कस्तो लाग्छ कमेन्ट्स छोडेर जानु होला। सबैको दिन अनि रात अनि जिन्दगी शुभ रहोस् भन्ने कामना साथै भिडियोको एन्ड गर्न गइरहेको छु। थ्याङ्क यू सो मच।